बुढा ओ बुढा ओ बुढा ओ बुढा ओ बुढा ठिक छ बुढा नचल छोरा ओ बुढा ठिक छ बुढा त्यही बेला पात्र राखे नचल के कचुबर बजाके ओ बुढा अहिले पार्कमा जानुपर्छ अब यहाँ चल्ने यहाँ अब यस्तो बिछालिए त नि यसरी हेर्ला ओ बुढा ल ओ बुढा ठिक छ बुढा हिँडेका पार्कमा जानु मिलेन त ल ये कैसे लाके मेरी कितनी डोरी हिँड त पार्कमा जाऊ ओ बुढा दिदी ओ बुढा दिदी ओ बुढा दिदी ओ बुढा ठिक छ बुढा गाडी अन्य होला कि बुढा भन्छ नि म बुढो भएन अझ ए बुढो भइसक्यो होइन बुझ्यौ तपाईहरु त बुढा लागेको नि तिमी बैशाको हो तिमी बैशाको म बुढो तिमी बैशाको मान्छे केटा म बुढो मान्छे भनेको हिँड त जाम पार्कमा हिँड पार्कमा जानुपर्छ अब अनि के खेल्ने के गर्ने अनि पार्कमा गएर के गर्ने पापा गएर खेल्ने खेल्ने नजिस्काउ मलाई नजिस्यो भने अब पढ्नुपर्छ भने पार्कमा गएर खेल्ने पर्छ पार्कमा खेलेर पार्कमा गएर आएर खेलेर यहाँ आएर पढ्ने लेख्ने पापा गएर खेलेर यहाँ पढ्ने दिनै मानिछु छोरा त यहाँ मलाई त हौ भयो यार छोरा छोरा त मलाई त भयो नगइथला नगुठाला अब उठ त्यस्तो गर्ने होइन नि छोरो नातिनी होइन नि मैले यो म्याडमले देखाइदिन्छु तिमीलाई स्कुलमा मात्यो भने म्याडमलाई देखाइदिन्छु म सिर्जना म्याडमलाई भनिदिन्छु मैले भिडियो खिचेर ल्याइदिनु भन्नुभएको थियो ओके